ठाउँमा म पनि खेलिरहेछु सेटिङ ल हिउँ खेल्न आउनुहोस् है रेसुङ्गामा पुरै सेतै सेतै जता गएर सेतै मोटे भाइ मोटे भाइ के छ भाइ 2 मिनेट त हुनुपर्छ के ल भन्नु न त ठुला तपाईँले यहाँ कहाँ यो ठाउँ कता सब भनिदिनु न बताइदिनु यो तल नुनामारीदेखि यसो माथिपट्टि हो एकदमै चिसो हिउँ खेल्न मन लाग्यो त्यतिले सबै आउनुहोस् पुरै सेतै 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 पेङ्गुइन जस्तो लाग्यो अलि फर्केर दौडिनु ल पेङ्गुइन जस्तो देखिन्छ न लोड अहिले टाउको फुटाल्ला चाहिँ फेरि यहाँ त हालिन्छ नि आज 2082 27 गते पुसको 27 गते अनि आज हिउँ खेल्न चाहिँ आएको तुसार खेल्नु लागि अब यो तुसारो त हो कि हिउँ हो सेतै छ के अरे अब पुरै सेतै सेतै पेङ्गुइनको अगाडि भेट्छ यो रमाइलो भएको छ नि अनि केटा पुरा सेतै रोयल भयो कि नै भन त यहाँ त के यस्तो चुई पार्दै अनि होइन यो लोटे छ यहाँ लोटे रहेछ जाने बेला गयो कि होइन बाक्लो के छ यहाँ आउने बेला लोटे छ कि माटो दिन्छ अब त माटोबाट हाल्यो नि भाउ माथि हाल्यो नि त हालिछन् कि अनि यसले हाल्छ त मैले त्यो साह्रो नलाउँदै हाल्थेँ यो बाटो सेतै सेतै छ हिउँ खेल्न आयो हुन्छ यो त लर 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 दिँदै उकालो पर्यो हरि फेल्दो रहेछ यो त ओए होइन यहाँ यता माइनसै छ के हाम्रो तम्गाको हुन्छ पुरा हिउँ हिउँ सेतै सेतो स्विजरल्यान्डको हाँस होइन आम्मा सबभन्दा बुढी यहाँ रहेछ देखाइदिनु त लस्ते निकालेर यस्तरी आम्मामा आउने रहेछ त डल्लो त्यहाँ डल्लो आउने रहेछ ए हिउँ खेल्न आउनु है यता 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 यसलाई यसलाई हान्नु यसलाई हान्नु यसलाई हान्नु हान्नु त्यसलाई ल ल चिप्लिदिनु ल ओए गइरहेछ है गइरहेछ मिठो हुन्छ अलिक ठुलो डल्लो परेन क्या यहाँ यतातिर छ कि खिचे हु ल मोटे ल चिप्लिटी खेल्न लाग्छ ल है चिपिँदैमा त ल रेसुङमा आऊ है हिउँ खेल्नलाई त्यस्तो चाहिँ अब अरू महिना पाइन्न पुस महिना भयो देखाइदिएँ आफूलाई हान प्याट्टा हुन्छ नाकभित्र कोचार सेतै सेतै हिउँ परेछ है ईश्वरी डाका पनि आहा खुब हिउँ खेले हाती अरे खलास के त्यही
लाग्छ हान्दैन ईश्वर यता आइज अगाडि त देखिन्छ बल्ल ओ स्केटिङ खेलेछ ईश्वरे पुरा स्केटिङ म देखिछु ईश्वरे हाँ पुरै सेतै सेतै छ ओए आओ के छिटो भो खेल्दैन है यो त हिउँ परेको तुसारो नि यस्तो के होला र यार पातमा पो रहेछ है यता पात यता हिउँ यो त हिउँ परेको यार यो तुसारो त होइन यो त हिउँ परेको हिउँ हो यो त हिउँ रेसुङ्गाको जङ्गलमा होइन ईश्वरै ईश्वरले हिउँ चलाइरहती हिउँमा खेल्न आएको हो फाल बाबु फाल फाल हान सेतै 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 छ बाल नभने मसाना त परो हिउँ खेल्न आएको चिसो छ यार यस्तो चिसो बच लास्टै चिसो ए जाम अबेला भयो केटा 4:20 भइसक्यो रात पर्छ ईश्वरै हामी जाम फेरि अलि जोडले फास्ट स्केटिङ खेलेछ सन्जु ओ सन्जु स्केटिङ जियोस् हिउँ परेछ सेतै